हेलो साथीहरू, हामी चाहिँ नन्द भाउजू मिलेर खाना कम्पिटिसन गर्दैछौँ। हामीले अस्तिदेखि चाहिँ केही खाएनौँ, हिजो व्रत थियो। आज चाहिँ नन्द भाउजू मिलेर कम्पिटिसन गर्दैछौँ। हजार हजार पैसा उठाहौँ र 2000 हुन्छ। 2000 चाहिँ लास्टमा जसले खाना भ्याउँछ उसैले 2000 रुपियाँ जित्छ। र भाउजू खानामा के छ हजुरले भन्नुहोस् है त। खानामा चाहिँ के छ, हाम्रो डल्ले खुर्सानी छ, दुईवटा यो चाहिँ सक्नुपर्छ। अनि गाभाको तरकारी, दही, दाल भइहाल्यो, पानी छ। यो खाना सबै सक्नुपर्छ। जसले सक्यो उसले पैसा पाउँछ। हामी खाइरहेछौँ। बिस्तारै त खान्छु नि, हेर्नु त म चाटी चाटी खाइछु। चाटी चाटी खान्छु कि म फेरि यस्तो हो कि म त ज्ञानी हो नि, एकदम थाल चाटी 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 हो नि म त। हेर्नु त कसरी खाइछु मैले। म त भात खाएँ सक्दिनँ भनेर म चाहिँ बिस्तारै खान थालेँ। म त कति खुसी, कति एउटा खुर्सानी चाहिँ म खान सकिनँ। भाउजूले हार्नुभयो, म जितेँ। म एकदम धेरै ह्याप्पी छु। मलाई चाहिँ खालि अड्किने समस्या, खाँदा पानी खाँदा धेरै अड्किने समस्या। अनि 1000 ग्राम भनेको थिएँ मैले, उहाँ भएन। 1000 गराउने पुरै हुन्न नि। हुन्छ र साथीहरू, मैले जित्ने अनि 1000 गराएर हुन्छ त, हुँदैन नि। हेर्नु त मैले अझै थाल चाटिरहेको छु। मैले अझै खाइरहेको छु। लाइक, कमेन्ट, फलो गर्नुहोस् हाम्रो भिडियो। अब भ्याइयो। नन्द भाउजू कम्पिटिसन कस्तो लाग्छ भन्नुहोस्, हामीलाई माया गर्नुहोस्। बाई बाई, थ्याङ्क यू।